उता राख यार। कस्तो यार म के भनौँ यार। अब पैसा हुने बेला पैसा चिन्न सकेन। कस्तो मलाई दिदी रोको देख्दा पनि लास्ट नराम्रो लागिरहेको क्या। कसरी बताऊँ यार तिमीहरूलाई यार। चलो यार उता। गाइस चामल खाने पैसा नभएर मान्छे रोइरहेछ। गाइस अब काठमाडौँमा बसेर चामल खान नसकिने भयो। हेलो साथीहरू, आजको यो भिडियोमा चाहिँ होइन म एउटा भ्लगमा चाहिँ रियाक्सन दिनेवाला छु। यो भ्लग होइन मेरो झ्याप्पा आएको थियो क्या मेरो फिडमा, मलाई हेर्न मन लाग्यो यो भ्लग, त्यही भएर मैले हत्तपत्त फेरि रियाक्सन भिडियोजहरू बनाउँदिनँ कि। बट मलाई किन मनबाटै होइन यो भ्लगलाई चाहिँ रियाक्ट गरेर भिडियो बनाऊँ जस्तो लाग्यो कि मेरो युट्युब च्यानलमा। अब स्टार्ट गरौँ है त। म चाहिँ अब राइडमा निस्किनेवाला छु। अब राइडमा गएर चाहिँ के कस्तो हुन्छ गाइस होइन। अब आज कतिको टिप लाग्छ भन्ने कुरा त थाहा छैन गाइस होइन। तैपनि आज खत्रै टिप लाग्छ जस्तो लागिरहेको छ। हेरौँ मौसम त्यस्तै छ नि त। मौसम पानी पर्ला जस्तो छ। आज शनिबार पनि हो। शनिबारमा त अब यस्तो सोचाइ मात्र हो, तर खासै टिप लाग्दैन। शनिबार त खासै त्यस्तो केही हुँदैन। तिमी जाने अब ड्युटी चामल ल्याऊ है। चामल ल्याउने पैसा छैन त भरेकै बोकने। चामल खाने पैसा छैन। यस्तो बिजो भइयो त। अब आजको पैसाले चामल आउँछ त ल्याउनु पऱ्यो कमाएर। बेलुका त लाग्दैन पैसा गरेर ल्याउनु चौता चलाउनु पर्छ। आइएम नट लाइङ साथीहरू होइन। यो दिदी र दाई मिलेर होइन आई मिन क्यामेरामा कस्तो स्माइल गरे तरिकाले सो गर्नु भयो नि। आई मिन स्माइल तरिकाले खुसी भयो जस्तो कमेडी गरे जस्तो गरेर देखाउनु भएको छ नि। कसम कमेडी गर्नुभएको हो जस्तै लाग्दैन क्या मलाई। कसम यो दुईवटा दिदी र दाईको मनमा होइन यति धेरै पीडाहरू छ कि म कसरी थोपडाबाट देखिरहेको कि एक्सप्रेस भइरहेको कि त्यो फेक स्माइल हो भनेर के। अब तिमीले बुझ्यौ होला यार। त्यो प्रिटेन्ड गरिरहन् कि यिनीहरू कमेडी गरेको हो टाइपले के। मलाई कस्तो कस्तो स्याड जस्तो हुन्छु कि म यस्तो टाइपको भिडियो हेर्दा यार। हेरमै त अझै अस्तिदेखि भने होइन चामल सकियो भनेर। गाइस अब काठमाडौँमा बसेर चामल खान नसकिने भयो। कस्तो लागिरहेछ? कस्तो लाग्छ यार? बिजोक लाग्यो। यस्तो बिजोक त जिन्दगीमा कसैलाई नहोस्, कसैलाई नहोस्। हामीलाई भयो तर कसैलाई नहोस् भन्ने लाग्छ है। अझै यो महिना त लास्टै भयो यार। कसम यार एउटा कुरा भनौँ, म कस्तो नराम्रो लाग्छ कि मलाई। मैले होइन घरमा भात पाएको हुन्छ मलाई बढी भएर फालिदिन्छु क्या मैले भात होइन। तर जब आज मैले होइन यो भिडियो एक्सिडेन्टल्ली सडनली आएको, मैले सर्च गरेर आएको होइन। मैले यो युट्युबरलाई चिनेको पनि छैन। यो को टी नेपाली राइडरहरू मैले चिनेको पनि छैन कि यो युट्युबरको यो दाइ होइन। यो को दिदीमा थाहा नै छैन। झ्याप्प फिडमा आएको होइन। अनि मैले हेरेँ होइन। हेर्दाखेरि मलाई कस्तो नराम्रो लाग्यो कि अबदेखि साथीहरू म कहिले पनि भात फाल्दिनँ यार कसम भनेको। त्यही बिजो कहिले खाएको थिएन यति धेरै उ क्या के भन्छ पैसाको सर्टेज पैसै त हो नि। यति पैसाको सर्टेज छ कि अब के गर्ने। चामल खाने सुत्दा पैसा छैन गाइस होइन। अब यत्रो राइड गर्छ, यत्रो पैसा देखाउँछ, 2000 3000 कमाएको देखाउँदै पहिला चाहिँ होइन। यति कमाउँछ, एभ्रिडे कमाउँछ। चामल खाने पैसा छैन भन्छ जस्तो लाग्छ होला गाइस होइन। तर 100% हो यो चाहिँ चामल खाने पैसा छैन हामीसँग अहिले। यति बिजो भएको छ अब भन्दा पनि लाज मान्नु लाग्छ यार। लाज लाग्छ यार। अनि एउटा कुरा भनौँ साथीहरू, यो खाना खाने कुराहरू, खाना खाने पानी पिउने यो भनेको एकदमै बेयर मिनिमम कुरा हो कि साथीहरू यार। मलाई तिमीहरूले यो तरिकाले हेर त यार। खाना खाने पानी खाने मान्छेलाई होइन खाना खान पनि पानी खान पनि धौ पर्यो भने त्यो मान्छेको कन्डिसन कति नराम्रो होला तिमीहरूले यसो सोच क्या यार। त्यो भनेको बेयर मिनिमम हो के। बेयर मिनिमम हो त्यो भनेको। सोचेर त खाना खान धौ परिरहेको के। थैतमा सोच त कस्तो हुन्छ होला त्यो हालत के छ होला के यार भनेर कस्तो नराम्रो लाग्छ कि यस्तो सुन्दा पनि के कसम भनेको। बत्तीको लाज लागिरहेछ अब के भन्ने गाइस। लाज मानेर पनि भएन होइन। अब यो हामीलाई यो दाइलाई हेर न यार। आई मिन हुन्छ नि यस्तो सिचुएसनमा नि कस्तो स्माइल दिइरहेका छन् कि। आई मिन हुन्छ नि कस्तो के म कसरी भनौँ यार तिमीले बुझ्यो होला कि। यस्तो परेको थिएँ भन्ने कुरा यो रेकर्ड पनि रहन्छ होइन। त्यही भएर नि बनाएको है हामीले यो चाहिँ भिडियो होइन खास गरी। अनि मैले यो दिदीलाई पनि नोटिस गरिरहेको के। यो दिदी पनि होइन आई मिन कस्तो चिल पाराको हुनुहुँदो रहेछ क्या दिदी पनि कसम भनेको। यो कसम दुइटै चिल पाराको रहेछन् के। बुढाबुढी यस्तै चिल पाराको पर्यो भने त कसम बवाल हुन्छ म्यारिज लाइफ भनेको। कसम भनेको साथीहरू मैले युट्युबमा भनिरहेको हुन्छु नि बिहे त म गर्दिनँ कहिले पनि भनेर पुरा सोयाक दिइरहेको हुन्छु नि। मलाई के लाग्छ भन्दाखेरि होइन पछि गएर लाइफमा फाइनेन्सियली एकदमै लो भइयो भने होइन पछि गएर म ब्याङ्क्रप्ट पनि हुन सक्छु। पछि गएर मेरो पुरा रोडमा पनि आउन सक्छु मेरो पुरा घर सर बिकेर। अनि त्यति बेला होइन मेरो बुढीले मलाई छोडेर गयो भने त म होइन पहिलेदेखि त म ब्याङ्क्रप्ट छु। त्यही माथि मेरो हार्ट ब्रेक पनि हुन्छ होइन। अनि नराम्रो लाग्छ नि त त्यही भएर। बट अब यिनीहरूको जोडी हेर न यार यस्तो नराम्रो कन्डिसनमा पनि होइन हाँसेर टारिरहेका छन्। आई मिन दे आर भेरी ह्याप्पी के हुन्छ नि। एक अर्कालाई साथ त दिइरह नि त्यो राम्रो कुरा हो क्या।
पछि योभन्दा भइएछ भनेदेखि आमा यो दिन पनि भोग्या थिएँ भन्ने होला पनि भोगेको थिएँ भन्ने हुन्छ तर भोग्नु पनि पर्ने रहेछ अब कहिले हो नि दाइ भोग्नुपर्छ यार दाइ भोग्यो भने सिकिन्छ क्या दाइ यार धेरै चिन्ता नगर्नु यार तपाईँले ढुक्क गरिहाल्नुहुन्छ तपाईँले युट्युबबाटै गर्नु छैन 7,000 सब्सक्राइबर त तपाईँको भर्खरै भइसक्यो 7,000 सब्सक्राइबर हल्का हल्का युट्युबबाट अर्निङ आउँछ होला दाजु होइन ढुक्क बस्नु ब्रो ढुक्क बस्नु के दाजु मैले नि तपाईँको भिडियोमा के अरे रियाक्सन हान्दैछु मेरो सब्सक्राइबरहरूले पनि तपाईँले सब्सक्राइब गरिहाल्छ होइन धेरै चिन्ता लिने कुरै छैन कि ब्रदर भन्दैछु के हुन्न दाजु यार चिल पारामा बिताउने यो जिन्दगी भनेको घाम पानी तल माथि भन्छ नि अब त्यस्तो पनि हुनुपर्ने रहेछ किनकि अब सधैँ सुख मात्रै भयो भने दुःख के हो थाहा हुन्न नि त अब भर्खर दुःख भोग्दैछौँ भनौँ न दुःख के हो पहिला पहिला सुखैमा भनौँ न काम गरे पनि पैसाको खाँचो थिएन नि त विदेशमा बस्यो भने पैसाको खाँचो हुँदैन क्या काम त दुःख नै हुन्छ होइन तर पैसाको दुःख हुँदैन थियो यहाँ त अब काम दुःख गरौँ भने पनि पैसा छैन अनि त्यही भएर यति दुःख लाग्छ कि के गर्ने जति कमाए पनि बचत छैन यार कहाँ जान्छ पैसा कहाँ जान्छ जस्तो लाग्छ होला गाई तपाईँहरूलाई यत्रो पैसा कहाँ जान्छ यिनीहरूको जस्तो लाग्छ होला हामीलाई पनि कहाँ जान्छ जस्तो लाग्छ होइन एउटा कुरा भनौँ खै मलाई किन होइन बट यो दिदीलाई देख्दा होइन मलाई कस्तो राम्रो लाग्यो कि सी इज भेरी गुड पर्सन जस्तो फिल भयो क्या मलाई दाइलाई कति सपोर्ट गर्नुहुन्छ यो दिदीले जस्तो मलाई फिल भयो कि हेर्दै बित्तिकै आई मिन बडी ल्याङ्ग्वेज एभ्रिथिङ के जे देख्दै मैले त्यो भन्दैछु के जान्छ एक ठाउँ जान्छ फर्केर नआउने ठाउँमा पैसा गएर दे बोथ आर भेरी ह्याप्पी कपाल के यार कसम भनेको त्यहाँ छ अब के गर्ने यस्तो छ तनाव छ एउटा बोरो सस्तो खालको चामल पनि 2200 गर्छ 25 किलो 2200 रुपियाँ छैन कहाँ छ यार हिजो कति रुपियाँ ल्याऊ ऊ बिहान तरकारी ल्याउँदा के ल्याउँदा खाजा खाँदा दुःख यस्तो जिन्दगी आउँदो रहेछ नि कसम दाइ यार म पनि राम्रो कन्डिसनमा भएको भए होइन म पनि राम्रो कन्डिसनमा छैन मेरो कोठै हेर्नु यार दाजु कोठै हेर्नु राम्रो कन्डिसनमा छैन होइन बट इफ म पनि राम्रो कन्डिसनमा भएको भए साथीहरू म तिमीहरूलाई भन्दैछु है मैले यो दाजुलाई डेफिनेटली हेल्प गर्थेँ होला कि म राम्रो कन्डिसनमा म आफै छैन पहिला आफू पुग्नु पऱ्यो नि होइन त्यो जिन्दगी नै हुँदो रहेछ यार हुँदो रहेछ गाइज हाम्रो चाहिँ तपाईँहरूको त राम्रै चलिरहेको होला तर हाम्रो अब के गर्ने मेरो पनि राम्रो चलिरहेन यार दिदी कहाँ राम्रो चल्नु यस्तै चल्दै यार दुःख पिर भए पनि चाहिँ अलिकति लुकाउनै पर्छ गाइज होइन देखाएर पनि काम छैन देखाएर पनि कसलाई देखाउने हो र कसम यार आई मिन लास्टै नराम्रो लाग्छ यार मलाई यस्तो भन्दाखेरि कसम भनेको त्यही हो हामीले चाहिँ यो एउटा युट्युब छ होइन युट्युबमा चाहिँ अब यस्तो गरेको थिएँ लाइफमा यस्तो गरेको थिएँ भन्ने चाहिँ मेमोरी रहन्छ भनेर चाहिँ खास त्यसैको लागि हो बनाएको भिडियो होइन त्यसैको लागि बनायो चामल छ कहाँ छ क्या चामल हेर र अनि त्यसैको लागि बनायो भन्दा कस्तो चामल छ भन्दाखेरि छैन त अनि ल्याऊ अब पैसा कमाएर पनि त्यो 1-2 किलो के ल्याउनु ल्याएपछि त बोरै ल्याउनु पर्यो भोरै ल्याउन त टन्नै हुनु पऱ्यो त 2200 रुपियाँ कति पर्छ सस्तो चामल खाँदा पनि 2200 रुपियाँ गाइज 25 कसम लास्ट महँगो यार 2200 रुपियाँ अरे यार थैत म्या 2200 रुपियाँ महँगो हो नि यार एउटा पैसा नभएको मान्छे अलि मिडल क्लास मान्छेलाई 2200 रुपियाँ भनेको लास्ट धेरै हो यार कसम भनेको त्यही पनि काठमाडौँ जस्तो ठाउँमा बसेको छ होइन छोराछोरी पढाउनु पर्यो अनि त्यही कोठा भाडा ग्यास सिलिन्डर किन्नु पर्यो मा कसम पैसा त हुँदैन यार कसम भनेको किलोको चामल होइन तर हामी बुढाबुढीलाई कति पुग्छ 1.5 महिना पुग्छ नि कस्तो होला 1.5 महिना पुग्छ हामी बुढाबुढीलाई भात फेरि 1 केजी खान्थ्यो अनि यहाँबाट के गर्नु कसम यार यो खानाकै लागि दुःख गरेको अनि यो खाना आएन के भन्नु ल अब चामल किन्ने पैसा ल्याऊ आज तिमीले बेलुका अब कति आउँछ तिमी थाहा छैन दिदीसँग ल्याएर पकाउँछु मैले भोलि बिहान नै ल्याउला होइन नर्क कुरा नगर क्या यस्तो यार कस्तो कुरा के अनि कुरा नगर्दा के भन्नु जाने रेकर्ड भइरहेको यत्रो पैसा कमायो कति वर्षको पैसा कमाउनु थाल्यो यार राइडर गरेर चामल खाने पैसा छैन है छैन त के गर्नु त विरक्त लाग्छ गाइस विरक्त लाग्छ के गर्ने मलाई कस्तो नराम्रो लाग्यो यार यो भिडियो देख्दा कसम भनेको रियालिटी यही हो फेरि रियालिटी यही हो होइन यो कुरा बनाएको होइन गाइस होइन भिडियो बनाउनलाई होइन त्यो कुरा बनाएको जस्तो लाग्छ होला तर त्यस्तो होइन हामीलाई रियल कुरा नै यही हो अहिले यति सर्टेज छ पैसाको कुरै छोडिदिनुहोस् मान्छेहरूको विदेश जान्छ ब्याङ्क जान्छ अस्ति भर्खर 5,000 रुपियाँ ऋण गर्नु पऱ्यो 5,000 रुपियाँ ऋण गर्नु पऱ्यो अब त्यस्तो छ गाइस होइन ऋण त कति छ भन्ने कुरा त कुरै नगरौँ होइन तर अलिकति सीमित कामको लागि चाहिँ आफूसँग नभएर पनि ऋण गर्नु पऱ्यो त्यही त नि अनि ऋण त अब यहाँ 10 लाखभन्दा बढी छ गाइस 10 पत्याउँदैन होला सायद 10 लाख रुपियाँ ऋण यार
आमामामा कहाँबाट खर्च गर्नुभयो दाइ त्यत्रो 10 लाख रुपियाँ तै त्यत्रो धेरै ऋण यार कसम म एक किसिमले सोच्दाखेरि होइन म त लास्टै लकी रहेछु जस्तो लाग्छ के मम्मी ड्याडीहरूले मलाई 1 रुपियाँ पनि ऋण राखिदिनु भयो होइन के कसम भनेको त्यो भने मान्छेहरूले 10 लाख केमा ऋण गरे होला जस्तो लाग्छ होला होइन गाइस अघि केमा ऋण गरेको त नि त्यत्रो 10 लाख यार तै 10 लाख रुपियाँ ऋण छ होइन तर अब राइड गरेर एउटा 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 अब सबैले हेल्प गरिरहेको छ भनौँ न जस्तै अब आफन्तहरूले हेल्प गर्नुभएको छ उहाँ जस्तै अझ यो ब्याजमा लिएको हुन्थ्यो भने त हामी त जोगी हुँदो रहेछ यार कसरी तिर्ने कसरी तिर्ने यति ब्याज हुँदो रहेछ ब्याज नलाग्ने ऋण लिएका छौँ हामीले चाहिँ आफ्नै आफन्तहरूसँग आफ्नो दाजुहरू होइन अब दिदीहरूसँग सपोर्ट गर्नुभएको छ त्यही नै खुसी छु के भन्नु म अरू अब खुसी त हुनै पऱ्यो नि अब तिर्ने कहिले हो राइड गरेर त तिर्नु न यार आफन्तहरूले यो भिडियो हेर्दै हुनुहुन्छ भने कसम हो कहाँ अब त्यत्रो 10 लाख रुपियाँ अब राइड गरेर पठाउ सठाउ चलाएर कहाँ तिर्न सकिन्छ यार त्यो पोसिबलै छैन यार खान पनि पर्यो यत्रो महँगो छ काठमाडौँमा बसेर जसै विदेशै जानुपर्छ यार कसम भनेको नेपालमा बसेर त्यो 10 लाख रुपियाँ तिर्न त इम्पोसिबल जस्तै लाग्छ है मलाई चाहिँ कसम भनेको ऋण त लिएको छौँ थाहा छ होइन तर तिर्ने चाहिँ कहिले हो भन्ने कुरा चाहिँ अलिकति थाहा छैन त्यही धैर्य गर्नु होला धैर्य गरिदिनु पऱ्यो बुझिदिनु पऱ्यो समस्या चाहिँ समस्या बुझ्नु कसम मलाई म एउटा कुरा भनौँ मलाई यो दाइ र दिदीको जुन जोडी टाइपले यो जोडी देखेर होइन अनि दाइ र दिदी होइन आई मिन हुन्छ नि हाँसेको यस्तो दुःख पर्दा पनि स्माइल गरेको देख्दा होइन मलाई कस्तो हिट हानिराखेको कसम मुटुमा कस्तो हिट हानिराखेको कसम भनेको तिमीलाई मैले कसरी बुझाऊँ यार यो कुरा अनि अब नेपालमै बसेर यो पैसा त कमाइ गरेर तिरेला जस्तो लाग्दैन विदेश त विदेशै जानुपर्ने हुन्छ होइन तर अब विदेश कहिले गइन्छ र कहिले तिरिन्छ भन्ने कुरा थाहा छैन तर के पैसा ऋण सम्झिँदाखेरि तिनी लाग्छ अहिले जाउँ जस्तो लाग्छ अहिले नै विदेश जाउँ जस्तो लाग्छ विदेशमा एटलिस्ट अब 50-60 हजार रुपियाँ कमाए पनि बचत त हुन्छ मान्छेले पत्याउँछ नि त अहिले त 1 रुपियाँ दिने मान्छे छैन हामीसँग अनि अहिले 1 रुपियाँ दिने मान्छे छैन धन्न अस्तिको त 5,000 कता है हाम्रो त आज कमायो भोलि खर्च भोलि कमायो पर्सि खर्च भइरहेको छ क्या त्यही भएर 1 रुपियाँ बचत छैन त्यही हो गाइज अब चामल खाने पैसा चाहिँ म कमाएर ल्याउनेवाला छु गाइज आज सोच छ मेरो अब के हुन्छ कस्तो हुन्छ कति रुपियाँ कमाइ हुन्छ भिडियो अन्त्यसम्म हेरेर सपोर्ट गर्नु होला लाइक गर्नु होला च्यानल सब्सक्राइब गर्न चाहिँ सब्सक्राइब गर्नु होला यस्तै माया दिनु होला गाइज हाम्रो दुःख सुख भने यस्तै हो तपाईँलाई हाम्रो दुःखमा पनि साथ दिनु होला गाइज है चामल खाने पैसा चाहिने यार त बिजोग लाग्छ यार यति दुःख छ के हो गाई चामल खाने पैसा नभएर मान्छे रोइरहेको छ है दुःख आउँछ त मान्छेलाई दुःख हरेक मान्छेलाई दुःख हुन्छ त के दुःखलाई अलिकति बुझेर हिँड्नुपर्छ क्या कसम यार साथीहरू कसम लास्ट नराम्रो लागिरहेको यार यो भिडियो देख्दा यार कसम के कस्तो लास्ट नराम्रो यार मैले भात फाल्छु यार कसम घरमा मैले होइन मलाई धेरै भयो भने मलाई मिठै लागेन भने पनि मैले भात फालिदिन्छु कि म अबदेखि कहिले पनि त्यस्तो गर्दिनँ यार मैले अब खानेकुरालाई कहिले पनि यस्तो तरिकाले डिसरेस्पेक्ट गर्दिनँ यार कसम भनेको यार अब पैसा हुने बेला पैसा चिन्न सकेन कसम मलाई दिदी रोको देख्दा पनि लास्ट नराम्रो लागिरहेको क्या कसरी बताऊँ यार तिमीहरूलाई यार अहिले अब रोइ कराइ गरेर के हुन्छ केही हुने होला सर चामल खाने पैसा लिएर आउँछु हेर न कस्तो आहा रातो भयो रुँदा रुँदा आई मिन नगरेर कस्तो यार म के भनौँ यार इफ होइन कोही मान्छेलाई होइन खाना खानै धौधौ परिरहेको छ भने होइन उसको सिचुएसन एकदम नराम्रो छ क्या साथीहरू किनकि खाना खानु र पानी पिउनु यस्तो यस्तो कुराहरू भनेको एकदमै बेयर मिनिमम हो कि कसम भनेको यस्तो यस्तो कुरा सबैसँग हुनुपर्छ क्या पानी पिउन र खाना खाना होइन सबले पाउनुपर्छ क्या यार सबले के यस्तो भन यार उनीहरूलाई चाहिँ के सिँगार लाग्छ त लग्यो क्या भयो यस्तो कुरा नगर यार यस्तै छ गाई जे जस्तो भए पनि अब खुसी चाहिँ हुनुपर्छ काठमाडौँमा आफ्नै नेपालमा बसिया छ होइन त्यो आज चाहिँ मैले कसम म लास्ट इमोसनल भएँ यार मैले यो फुल भिडियो पनि हेर्न सकिनँ यार कसम भनेको म यहाँभन्दा बढी हेर्दिनँ यार कसम भनेको म लास्ट इमोसनल भएँ तपाईँहरूले यो दाइको युट्युब च्यानल चेकआउट गर्न सक्नुहुन्छ है त साथीहरू यो
टी नेपाली राइडर रहेछ होइन युट्युब च्यानलको नाम। मैले अहिलेसम्म यो युट्युब च्यानल मैले हेरेको थिइनँ है त, अहिलेसम्म हेरेको थिइनँ मैले, फर्स्ट टाइम आफै आएको यो फिडमा, युट्युब फिडमा, त्यही भएर मैले यसरी हेर्दैछु। यो दाइलाई होइन यसो चेक गरिदिनु होला, सपोर्ट पनि गरिदिनु होला होइन। अब यति भन्दै यो भिडियोलाई म यहीँ अन्त्य गरिदिन्छु है त साथीहरू। म हत्तपत्त रियाक्सन भिडियो बनाउँदा पनि बनाउँदिनँ होइन। आज चाहिँ यो दाइको भिडियो देख्दाखेरि मलाई कस्तो नराम्रो लाग्यो, बनाम जस्तो लाग्यो कि मलाई, भित्रैबाट बनाम जस्तो लाग्यो क्या, त्यही भएर साथीहरू बनाएको। ल बाई बाई गाइस, अर्को भिडियोमा भेटौँला है त।